छुटेर आयो भिरु? त्यही त हजुर हजुर यति चाँडै जेलबाट छुटेर आउनुहुन्छ भने त सोच्नै सकेको थिएन नि हजुर धुवा उडाएर। तर म यहाँ त्यसै आएको होइन, पारुलाई लिन आएको। हजुर पारुको त के भयो? भयो हजुर। भिरु, दोर्जेलाई यो कुरा मन परेन। पारुलाई यति चाँडो कसले बिगाड्यो? चाँडो कहाँ हुनु र हजुर, 4 वर्ष भइसक्यो। त्यो पारुको त यत्रो घरले छोरो भइसक्यो हजुर, धुवा उडाएर। अनि पारुको घर चाहिँ कहाँ पर्छ नि? रातो डाँडा निरै पर्छ हजुर। रातो डाँडा चाहिँ कहाँ पर्छ नि? पारुकै घरनिर पर्छ हजुर। पारुको घर चाहिँ कहाँ पर्छ नि? रातो डाँडा निरै पर्छ हजुर। अनि दुईटै चाहिँ कहाँ पर्छ नि? दुईटै छेउछेउमै पर्छ हजुर। म कौडा फेरेर आउँछु अनि हेर्न जाउँला नि हुँदैन हजुर? ल ल छिटो फेर कपडा। म गएर आउँछु नि त है। ल ल। यी फुलहरुमा झार पनि कति उम्रेको हो। पारु, यो सिन्दुरले तिमीलाई अति राम्रो सुहाछ। जति हेरे उति हेरिरहँ जस्तो लाग्यो। हजुर पनि हजुरले लगाइदिएको यो सिन्दुर र टीका मलाई नसहिने त कुरै भएन नि। पारु, यदि मलाई तलमाथि केही भइहाल्यो भने? के कुरा गर्नुभएको तपाईँले यस्तो? अबदेखि यस्तो कुरा कहिले पनि नगर्नुहोस्। बुढा हाम्रो छोरा भित्र रुएको होला, म गएँ भित्र। पारुको लोग्ने तै हो? हो हजुर, मै हो। किन, हजुरलाई त मैले चिनेन त। म पारुलाई चिन्छु। ए त्यसो भए एकछिन पर्नुहोस् है त, भित्र गएको छु, म बोलाएर आउँछु है। पारु, पारु, ए पारु, पारु। पारु। तपाईँले के भयो अरे? उठ्नु न। मैले पहिले भनेको मानेको भए आज तेरो यो हालत हुँदैन थियो। भाग पारु, भाग! मलाई हेरेर नबस, यो राक्षसले मार्छ। छोरा लिएर गइहाल पारु, गइहाल। अब हामी यो भन्दा उता जानु हुँदैन। पारु र त्यो बच्चा जंगलको बिचमा पुगिसक्यो। यो जंगलमा पाटे बाघ मात्रै बस्छन्। अब पारु र त्यो बच्चा बाघको आहारा। हजुर,
पारुलाई त अब त्यो बाघले त छ्याक छ्याक पाराले खान्छ अनि त्यो बच्चालाई खुलुदै निल्दिन्छ हजुर। तिनीहरूलाई मात्रै खल्यात निल्ने होइन, बाघले भेट्यो भने हामीलाई पनि खल्यातै निल्छ। हो हजुर, जाउँ हामी फर्मौँ हजुर। बहिनी किन डराएको? के भयो? बाघ देख्यो? बाघ होइन दाइ, गुन्डा। मेरो पछि गुन्डाहरू आछ। त्यो गुन्डाले मेरो बुढालाई पनि मार्यो, छुरी हानेर मारे दाइ। अब हामी पनि कहाँ जाऊँ दाइ? मार्छ त्यो गुन्डाले हामीलाई पनि। बहिनी, तिमीले दाइ भनेपछि तिमी मेरो बहिनी। तिमीलाई अप्ठ्यारो लाग्दैन भने बहिनी मेरो घर हिँड। श्रीमती बितेदेखि म पनि एक्लै छु। बहिनी पनि पाएँ, आजदेखि भान्जा पनि पाएँ। आऊ भान्जा जाऊ। यही नै हो मेरो झुप्रो घर बहिनी। हिजोसम्म यो झुप्रो नै थियो। आज बहिनी र भान्जा पाएपछि मेरो झुप्रो घर महल जस्तो लाग्न थाल्यो। जाउँ बहिनी भित्रै बसेर कुरा। बहिनी, खाना छिट्टै बनाएर राख है, म खेतमा पानी हेरेर आउँछु। मम्मी, यतिका वर्ष भइसक्यो बाबाको हतियार पत्ता लागेको छैन। हो, मलाई चिनाउनुहोस् न। मैले भनिहालेँ नि छोरा, जुन दिन मेरो सिउँदोको सिन्दुर पखालिन्छ त्यही दिन तेरो बाउको हतियार चिनाउँछु भनेर। किन आतिन्छ छोरा? समय आउन दे। हाम्रो भेट भएको पनि धेरै भयो। आज म तिमीलाई मेरो घर लग्छु ल। जाने र? जान हुँदैन र? जाऊँ न। हुन्छ हुन्छ जाऊँ। मेरो मम्मी। नमस्ते आन्टी। नारायण वाक्यमानी भयो। कस्तो राम्रो नानी। यसो रे, कसलाई लिएर आएछ के तैँले? तपाईँको हुनेवाला बुवा, मतलब साथी। साथी होइन, यो नानीलाई हेर्दा त मेरो बुहारी हुनुपर्ने हो। भान्जी, कहाँबाट आएको? कहाँ होइन मामा। धेरै चुरीफुरी गरेर नहिँड। दानबहादुर छोरासित कुरा गरेको छु मैले तिम्रो बिहेको। दानबहादुरको सम्पत्ति पनि प्रशस्त छ। म अहिले बिहे गर्दैन मामा। मैले आफै खोजिसकेको छु मैले बिहे गर्ने केटा। खोजिसकेको छ? को हो त्यो? कहाँ भेट्यो? असारे जङ्गलमा। ओ केटाहटी, अर्टिस्ट अहिले गरेछ देउको। मूर्ख, तँ एउटाले मूर्ख बुद्धि नगर। त्यसलाई हामी सबै गएर सिद्ध्याउनुपर्छ। यो कुरा भान्जीलाई थाहा नहोस्।
त्यसपछि भान्जीलाई फकाई दानबहादुरको छोरोसित बिहा गरिदिनुपर्छ। दानबहादुरका आधा सम्पत्ति हाम्रो मुठीमा। यो मैले खाइरहेको सम्पत्ति पनि मेरो कहाँ थियो र? यही भान्जीको बाउको त हो। यो भान्जीको बाउलाई मार्ने बेलामा यो भान्जी सानै थियो। त्यसलाई के थाहा? तर यो कुरा भोप्पै हुनुपर्छ नि। यो पाहाडको लाउने मारेको त हामीलाई थाहा थियो, तर भान्जीको बाबा मारेको हामीलाई थाहा भएन। त्यो डल्दै दाइ तैँले ठिक भन्यो। भान्जीको बाउ मार्दाखेरि म एक्लै थियो। त्यतिखेर कसैले पनि थाहा पाएन। सजिलो मलाई भयो। फुटुक्क जाउँ केटा। असारे जङ्गल भनेको यही हो। त्यो केटा पक्कै पनि यता कतै हुनुपर्छ। पुरा जङ्गल छापा मार्नुपर्छ। दोर्जे दाइ अनि मोटे दाइ खै त? मान्छे कुट्नु भनेपछि तिम्रो जस्तो युवा चाहिन्छ मलाई। त्यो मोटे त डढाएर घर गएर बसेछ। केटा हो जाउँ। किन बोलाएको शीतल तिमीले मलाई यहाँ? सूर्य, तिमी यहाँबाट भागिहाल। मेरो मामा धेरै खतरा छ। मेरो बुवालाई पनि त्यही मामाले मारेको रहेछ। मेरो बुवालाई मारेर सबै सम्पत्तिहरू आफ्नो नाममा पास गरेको रहेछ। त्यो ज्यान मारा मामाले जे पनि गर्न सक्छ। त्यसैले तिमी यहाँबाट भागिहाल सूर्य। तिमीलाई छोडेर कसरी भाग्ने शीतल? म तिमीलाई छोडेर म एक्लै भाग्न सक्दैन। म ठिक छ। मेरो भान्जीलाई छोडेर भाग्नु तँलाई गाह्रो भएको भए यो संसारबाट सजिलोसँग भगाउँछ हामी। यसको हात खुट्टा भाँचेर मार्दै केटा हो। ओके चिल। सूर्यलाई त मेरो मामाले मार्न लागेछ। मेरो बुवालाई पनि मामाले नि मारेको रहेछ आन्टी। अब त्यसले सूर्यलाई पनि छोड्दैन। छिटो जाऊ आन्टी। तिम्रो मामाको नाम के हो? दोर्जे। जानै के हेरिरहेको? त्यसलाई मारिसक्यो। जङ्गलको सियाल भएर बाघसित जोडी खोज्यो भने राम्रो हुँदैन। ए भनेपछि बाघ त कपो रहेछस्।
भनेको इरियाको डन मेरो दोर्जे दाइले तँले हात हाल्छस्? पारो तिमी उठ उठ मम्मी मैले भन्थेँ नि छोरा, समय आएपछि तेरो बाउको हत्यारा चिनाउँछु भनेर। यही हो हत्यारा। नानी बाबु आऊ, हामी सबैजना भएर जल चढाउनु पर्छ, बल्ल तेरो बाबाले शान्त पाउँछ। दाई तपाईँ पनि जानु। तिमीहरू गएर आऊ बहिनी, म घर जान्छु। घरमा पनि कोही छैन। हुन्छ दाई। तेरो बाबाको दाह सत्कार गर्ने बेलामा तपाईँको हत्यारालाई बदला लिएर यही ठाउँमा आएर सिउँदोको सिन्दुर पखाल्छ भनेर वचन दिएको थिएँ मैले। तपाईँको हत्यारालाई बदला नलिकन मेरो सिउँदोको सिन्दुर पखाल्दैन भनेर वचन दिएको थिएँ मैले। आज त्यो पनि पुरा गरेर आएकी छु। तपाईँ कति तर्पिनु भएको छ त्यो मलाई थाहा छ। अब तपाईँ नतर्पिनु। हाम्रो छोरा ठुलो भइसक्यो, अनि साथमा हाम्रो कस्तो राम्रो बुहारी पनि भइसक्यो। हेर्नुहोस् त,
तेरो बाबाको दाह संस्कार गरेको यही ठाउँ हो छोरा। अब तपाईँ शान्त भएर स्वर्ग जानुहोस्।